दाजुभाइको सम्बन्ध चाहिँ कस्तो रहेछ? दाजुभाइको सम्बन्ध एउटा अभिभावक जस्तो, मार्गदर्शक जस्तो, मार्ग निर्देशक जस्तो, साथी जस्तो, अभिभावक जस्तो हुँदो रहेछ। अब कतिपयले भन्छन्, कतिपयको देखेका छौँ, होइन दाजुभाइ त बिहे नगरुन्जेल मात्रै हो है भन्छन्। म चाहिँ त्यस्तो हुँदिनँ है भन्छु भन्ने चाहिँ लाग्छ। तर त्यो समयले कहाँ पुर्याउँछ थाहा छैन। तर दाइप्रति एकदमै प्रेम छ, विश्वास छ र जीवनमा दाजुभाइ छुटेर चाहिँ बस्छु अथवा भिन्नै हुन्छु बिहे गरेपछि भन्ने छैन। र बिहे गर्नेलाई पनि म चाहिँ श्रीमतीको कारणले आफ्नो परिवार गुमाउन चाहन्न।